3वटा साना काठका लौरी अनि मोटरको ट्युब। यी साधन उनीहरूका लागि कापी, किताब र कलम भन्दा पनि महत्वपूर्ण छन्। काठका लौरी र ट्युब नभए उनीहरू विद्यालय जान सक्दैनन्। गोर्खा भुम्लीचोक गाउँ विकास समिति 8 का बाल बालिकाहरू विद्यालय जाँदा आउँदा दैनिक यसै गरी ट्युबको सहायताबाट त्रिशुली नदी तर्न बाध्य छन्। पुष माघको जाडो, त्यसमाथि त्रिशुली नदीको चिसो पानी, ट्युब माथि सुतेर नदी तर्नुपर्ने बाध्यता बाल बालिकाहरूका लागि यो भन्दा सकस अरू के होला। जोखिम मोलेर त्रिशुली नदी वारपार गर्ने प्रमुख साधन तुइन जीर्ण बनेपछि उनीहरू झन अर्को जोखिम मोल्न बाध्य भएका छन्। विद्यालय जान नदीमा पुल छैन, भएका तुइन पनि चुडिने अवस्थामा छन्, जसले गर्दा त्रिशुली नदी किनार नजिकै बसोबास गर्ने चेपाङ बाल बालिकाहरू नदीमा 3वटा साना लौरीमाथि सुत्ने अनि एक हातमा किताब, कापी र अर्को हातमा चप्पल लिएर नदी तर्न विवश छन्। किताब, कलम, चप्पल त नदीले कति बगायो, कहिलेकाहीँ आफैलाई पनि बगाउने गरेको बाल बालिकाको भनाइ छ। बाख्रा महिनामा तर्न सक्दैन, अब त्यस्तै माथि भिरको बाटो हिँड्नुपर्छ अनि त्यस्तै कहिलेकाहीँ त्यस्तै पल्टेर चप्पलहरू बगाउन सक्छ, किताबहरू बगाउन सक्छ। अब पल्टेपछि अब ट्युबले समाउने कि मान्छे समाउने कि त्यो के अरे किताब समाउने हुन्छ, अनि किताब चाहिँ त्यो सबै छोडेर दिन्छ कि ट्युबहरू सबै छोडिदिन्छ, अनि त्यसपछि हामी पौडी खेलेर जान्छ। पल्टिङ भयो, कति पल्टिङ भइसक्यो, अनि तलतिर उठायो भने लिन जान्छ, उठायो भने त्यति छोडाल्छ। कतिपय बाल बालिकाहरू त जोखिम मोलेरै भए पनि जीर्ण तुइन प्रयोग गर्न बाध्य छन्। सरकारले तुइन भएको स्थानमा झोलुङ्गे पुल बनाउने भनेको वर्षौं बित्दा समेत अहिलेसम्म कुनै पनि स्थानमा पुल नबनेकोले विद्यालय जाने बाल बालिकाहरू यस्तो जोखिम मोल्न बाध्य भएका हुन्। धादिङ र गोर्खा जिल्लालाई पृथ्वी राजमार्गसँग जोड्ने दर्जनौं स्थानमा रहेका तुइन दयनीय अवस्थामा छन्। शिव सिलवाल, नेपाल टेलिभिजन, धादिङ।